नमस्कार। नमस्कार। यहाँलाई स्वागत छ। धन्यवाद। हामीले भिडियोलाई हजुरको परिचयबाट अगाडि बढाउँ। मेरो नाम हिराबहादुर गोताम थापा। मेरो अहिले हालै घर मेरो रूपन्देही जिल्ला देवदह नगरपालिका वार्ड नम्बर 2 ढिकाहार। पहिलाको पुरानो घर मेरो स्याङ्जा जिल्ला सिर्सिकोट गाविस। अहिले हाल वालिङ नगरपालिका 12 सिर्सिकोटमै छ यथावत। र मेरो बसाइ अहिले हाल यहाँ रूपन्देही जिल्ला देवदहमै म बसोबास गरिरहेको छु। अहिले कुन पदमा हुनुहुन्छ हजुर नेपाल विश्वकर्मा समाज जागरण अभियानको? म नेपाल विश्वकर्मा जागरण अभियानको केन्द्रीय कोषाध्यक्षको पदमा म अहिले कार्यरत छु। खास यो नेपाल विश्वकर्मा समाज जागरण अभियान भनेको के हो र यो किन आवश्यक छ? यो भनेको हामी समग्र शिल्पी समाज अथवा शिल्पकार भनेर भन्छ। शिल्पकार शिल्पी समाज भनेको समग्र हाम्रो दलितमा आउँछौँ हामीहरू। र यो दलित भन्ने शब्दलाई हामीहरूले यसलाई प्रस्थ गरेर हामीले शिल्पकार अथवा शिल्पी समाज हामीले राख्न हाम्रो मनसाय हाम्रो चाहिँ यसरी हामी राख्न मनसाय हाम्रो यो छ। र हामीहरू पहिल्यैदेखि हामीहरू यो दलित शब्दले हामीहरू धेरै ग्रस्त र धेरै हामीहरू दबिने होचिनेको कारणले र हामीहरूलाई धेरै भेदभाव हामीहरूलाई यो सह्य नभएको कारणले पक्का पनि त्यस कारणले हामीहरूले यो हामीहरूलाई फेरबदली गर्न हामीहरूलाई मनसाको र हामीहरू चाहिँ यो समाजदेखि अलि उत्साहित अथवा अलिकति माथि उठ्न हामीहरू जागरुक हुनुपर्छ भन्ने हाम्रो चाहिँ यो अभियानमा हाम्रो यही भनाइ छ हाम्रो। भनेपछि जति पनि शिल्पी समुदायहरू एक हुनुपर्छ भन्ने नाराका साथ र नेपाल विश्वकर्मा समाज जागरण अभियान नेपाल विश्वकर्मा समाज जागरण अभियान निर्माण गरिएको छ, जसले सम्पूर्ण शिल्पीहरूले एक बनाउँदै र धार्मिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा माथि उठाउने हेतुले यो निर्माण खडा गरिएको भन्ने तपाईँको प्रष्ट विचार छ? हजुर। यो नेपाल विश्वकर्मा समाज जागरण अभियान निर्माण भएको कति भयो? यो अहिले हालै हामीहरू 1 वर्ष पुग्दैछ र यसमा हामीहरू लागेको त अलि पहिल्यैबाट हो। 2-4 वर्ष अथवा 8-10 वर्ष नै भइसक्यो। हजुर। यसले गर्दाखेरिमा पहिलाको चुनावमा पनि हामीहरू चाहिँ दलित हजुर अभियानमा चाहिँ लागेका थियौँ। यसमा हामीहरूले कति आफ्नै साथी आफ्नै घर परिवारबाट पनि हामीहरू चाहिँ प्रस्थ हुन पर्यो। किन उहाँहरूबाट हामीहरू चाहिँ आफन्त यो आफ्नो भन्ने चाहिँ हामीहरू परिएन। त्यसले गर्दा हामीहरूलाई मन कता खिन्न पनि भयो। हजुर। र हामीहरूले अभियान राम्रो गर्ने भनेर हामीहरू चाहिँ त्यसरी लागेका थियौँ। त्यसो हुँदाखेरि हाम्रो जुन शिल्पकार दाजुभाइ दिदीबहिनीहरू समाज अथवा बुद्धिजीवी कोही पनि भनौँ उहाँहरू चाहिँ उहाँहरूप्रति हामीहरूले के आशा गरिन्छ भने कसैप्रति 2 रुपियाँ अथवा 500 अथवा कसैले पनि 1 गिलास अथवा कसैले चाहिँ लो यसरी बसेर खाउँ भनेर कसैले मासु अथवा त्यसरी चाहिँ खुवाउने उहाँहरूको चाहिँ त्यो प्रविधि छ। त्यतापट्टि नलागेर हाम्रो सिङ्गो समाजलाई शिल्पकार समाजलाई हामीहरूले कसैले पनि अपहेलनु त एउटा यस्तो उस्तो नभनेर कसैलाई एक इङ्गित नगरेर समग्र शिल्पकार एक हौँ भनेर हामीहरू जुटेर हामीहरू चाहिँ एक भएर हामी यसरी लागौँ भन्ने चाहिँ हाम्रो यो सबैको सल्लाह मनसाय र हाम्रो चाहिँ भाइचारा एकता हामीले राखौँ भन्ने चाहिँ हाम्रो यो अभियान चलाउन हामीहरूले चाहिँ यसरी सुरु गरेको छ। अहिलेसम्म के कार्यक्रम भएको छ र आगामी दिनमा के हुँदैछन्? छोटो मिठो हजुरले जानकारी दिनुहुन अनुरोध गर्दछु। हाम्रो अहिलेसम्ममा पहिला हामीहरू दलित भनेर हामीहरू चाहिँ कार्यक्रममा यो चुनावमा लाग्यो। त्यसपछि हामीहरूले हार बिहोर्नु पर्यो। मैले एकैछिन मैले त रोकिहालेँ। यो नेपाल विश्वकर्मा समाज जागरण अभियानले दलित शब्द झेलखाना हो र दलित शब्दलाई हटाउनुपर्छ भनेर लागिरहेको छ। हो, हिजोको समयमा सही थियो होला भन्नुहुन्छ, तर खास दलित शब्दले किन हटाउन जरुरी छ हजुरको विचार
यसमा पहिला राखिदिनु हुन अनुरोध गर्दैछु। हामीहरूले यसमा खास गरेर यो दलित शब्द हटाउनुपर्छ भन्ने चाहिँ हामीले किन यो लागेको भने खास गरेर हामीहरूलाई जहाँ पनि जाँदाखेरि हामीहरूलाई चाहिँ अपयलाई हजुर यसले गर्दाखेरिमा हामीहरूको काम विशेष अथवा हाम्रो सिप सबै ठुलो जाति भन्नेहरूले सबै हामीहरू चाहिँ हाम्रो सिप जस्तै हामीहरूले गहना बनाउने, हामीले फलामको काम गर्ने, हामीले सुनको काम गर्ने, हामीहरूले चाहिँ कुनै पनि काम गर्ने, सिलाइ गर्ने अथवा जुत्ता सिउने अथवा कुनै पनि काम कुनै पनि कुनै पनि सिप काम जस्तै मूर्ति बनाउनु पर्यो अथवा मन्दिर बनाउनु पर्यो, कुनै पनि केही पनि बनाउनु पर्यो, कहीँ कढाई गर्न पर्यो, केही गर्न पर्यो भने यो हाम्रो चाहिँ कुदरती आउँछ हामीहरूलाई। हामीहरू भनेको सिपको पारखी। हजुर यसले गर्दाखेरिमा हामीहरू चाहिँ साँच्चै यीभन्दा चाहिँ उच्च कोटीमा रहेछौँ भन्ने चाहिँ हामीलाई यो लागेको छ। र उहाँहरूले पहिला चाहिँ हाम्रो यो अभियन्ताले हामीहरूलाई जुन किसिमको चाहिँ यो धार्मिक संस्कार संस्कृतिको बारेमा चाहिँ अलिकति व्याख्या गरेर जानुभयो, उहाँलाई पनि हामीले धन्यवाद दिन्छौँ। र यस्तै गरेर हामीहरूले अगाडि बढाएर हाम्रा दिदीबहिनी दाजुभाइ कोही पनि हाम्रा सल्लाहकार हुनुहुन्छ अथवा हाम्रा चाहिँ बुद्धिजीवीहरू हुनुहुन्छ, उहाँहरूको पनि मनमा मस्तिष्कमा यही बस्नु पर्यो कि उहाँहरूले चाहिँ हामीहरू यसरी लागौँ। तर हामीलाई यिनीहरूले यसरी तल्लो बनाएको मात्रै रहेछ, तर हाम्रै पूजा गर्छन्, हामीहरूलाई नै यिनीहरूले चाहिँ तल्लो जाति बनाउँछन्। हामीहरू कति विडम्बनामा रहेछौँ। हामीहरूलाई यो लागिराखेको छ, दुःख भनेको हामीहरूलाई यही छ। त्यसले गर्दाखेरिमा हामीहरू शिवको पारखी अहिले शिव जति सबै चाहिँ उहाँहरूले चाहिँ हड्पेर अगाडि बढिरहनु भएको छ। हाम्रो चाहिँ खाली छ हामीहरू। त्यसले गर्दाखेरिमा यहीँ बोटलमा पनि हेरौँ आराम लाएर अनि काम गरिरहनु भएको छ त्यहाँ। अनि त्यहाँ यो के भन्छ जुत्ता सिउने काम पनि भइराखेको छ। एकदमै बाहिर चाहिँ दोकान छ, भित्र गयो भने उहाँहरूको कारखाना छ। हजुर हजुर हजुर। यसले गर्दाखेरिमा हाम्रो शिव जति सबै अब यो बिल्डिङहरूको काम अथवा फलामहरूको काम जम्मा उहाँहरूले लिन सक्नु भएको छैन, सुनको काम मात्रै। त्यसले गर्दाखेरिमा हामी त यसको पाराखी नै भइयो भनेपछि हजुरको विचारले अरू समुदायले पनि विश्वकर्मा समाजको शिल्पी समाजको सिपहरू खोसेको अवस्था छ। अनि सिपहरू खोसेको अवस्थामा पनि हामीहरू सहेर बसेका छौँ। हिजोका रूपमा यही सिप गऱ्यो भनेर हामीलाई सानो बनाइयो तर आज ऊ यही सिपमा छ। किनभने यसमा एउटा कुरो के सत्य हो भन्दाखेरि सबैभन्दा ठुलो कुरो सिप छ। शिक्षा पढ्ने लेख्ने भनेको के को लागि हो? सिपको लागि। त्यही सिप कोसँग छ भन्दाखेरि शिल्पी समुदाय अर्थात् विश्वकर्मा समुदायसँग छ, विश्वकर्माहरूसँग छ। त्यसैले कसरी हुन्छ उहाँहरूलाई सानो बनाएर उहाँहरूसँग हडप्ने काम भइरहेको छ। त्यसो भए तपाईँले शिल्पी समुदायलाई के भन्न चाहनुहुन्छ त? हामीहरूले के भन्न चाहन्छौँ भने यो के भन्छ शिल्पी समाजलाई, शिल्पी समाज शिल्पी भनेपछि सारा चाहिँ हाम्रो चाहिँ समग्र देश विदेश अथवा हाम्रो नेपाल नलाएर सारा राष्ट्रमा सारा राष्ट्रको शिल्पी समाजलाई हामीले संसारभरिका शिल्पी समाजलाई हामीले के आह्वान गर्न चाहन्छौँ भने अब हामी दबिएर नबसौँ। हाम्रो शिविर चाहिँ उहाँहरूले चाहिँ लिनुभएको छ। अहिले पहिला हामीहरूलाई सानो बनाउनु भएको थियो भने आफै चाहिँ हामीहरू माथि बनाउनु हामीलाई माथि उठाएर उहाँहरू तल परेको भन्ने हामीहरूलाई त्यस्तो चाहिँ महसुस हुन्छ। त्यसले गर्दाखेरि सारा शिल्पी समाज संसारका शिल्पी समाज एकजुट भएर अनि त्यहाँबाट सारा चाहिँ यो अभियानमा लाग्नु भन्ने म सबैसँग म आग्रह गर्दछु। तपाईँको भनेको अर्थ हो संसारभरिका शिल्पीहरू एक हौँ र हामीले आफ्नो पहिचान आफ्नो सिपलाई जोगाइराखौँ र यो सिपलाई पुस्तान्तरमा हस्तान्तरण गरौँ र जसरी हुन्छ आफ्नो समाजलाई अगाडि बढाउँ र समृद्धि आर्थिक राजनीतिक धार्मिक सबै हिसाबले सामाजिक हिसाबले आर्थिक हिसाबले राजनीतिक हिसाबले सबै हिसाबले सम्पन्न हामी थियौँ, हिजो पनि थियौँ, आज पनि छौँ र भोलि छौँ। आज केही हामीले कता कता के नपुगे जस्तो पक्का पनि हामीले महसुस गरेका छौँ। यो महसुसलाई चिर्दै हामी एक हुनुभन्दा अरू विकल्प छैन भन्ने तपाईँको अभिप्राय हो। हजुर हस्, पक्का पनि असाध्यै
छोटो समयमा पनि एकदमै राम्रा कुरा निस्किए। यहाँलाई धन्यवाद दिन चाहन्छु। तपाईँको व्यस्त समयको लागि पनि समय दिनुभयो, त्यसको लागि धन्यवाद। धन्यवाद।